नमस्कार। आज बजारले अलि अनौठो चित्र देखायो है। एकातिर नेप्से रातो देखियो, तर अर्कोतिर डिएचइएल जस्ता शेयर त 10% ले बढे। हो त। आज 24 गतेको नेपाली शेयर बजारको यही अलि कन्फ्युजिङ तथ्याङ्कहरूको अलि गहिरो विश्लेषण गरौँ न त। एकदमै आप डेटामा आधारित छ। मतलब बजारको समग्र चार कस्तो रह्यो, इन्डेक्सहरू के भए, सेक्टरहरू कता गए, कुन शेयर चम्किए, कुन चाहिँ घटे, अनि सबैभन्दा चाखलाग्दो चाहिँ ब्रोकर एक्टिभिटी, खास गरी उनीहरूले कुन शेयर बढी होल्ड गरे भन्ने, त्यो सबै हेर्छौं। अनि हाम्रो आजको उद्देश्य चाहिँ यो डेटाको भिडबाट बजारको खास ट्रेन्ड के थियो, लगानीकर्ताको मूड कस्तो थियो, अनि त्यो केही शेयरमा देखिएको अचम्मको केन्द्रित खरिद छ नि त्यसको अर्थ के होला भनेर बुझ्ने प्रयास गर्ने। ठीक हो। सुरु गरौँ बजारको समग्र चित्रबाटै। नेप्सी कतिमा बन्द भयो त आज? नेप्से आज 2561.94 मा बन्द भयो। यो भनेको हिजोभन्दा 4.15 अङ्कले कम हो। पर्सेन्टमा हेर्दा चाहिँ 0.16% को सामान्य गिरावट। सामान्य गिरावट। तर नेप्से मात्रै त होइन होला, अरू इन्डेक्सहरू नि? हो, अरू पनि हेर्नुपर्छ। जस्तो फ्लोट इन्डेक्स छ नि, जसले सजिलै किनबेच हुने शेयर देखाउँछ, त्यो पनि 0.22% ले घट्यो। ए। अनि सेन्सिटिभ इन्डेक्स, मतलब क वर्गका कम्पनीहरूको, त्यो 0.23% ले घट्यो। सेन्सिटिभ फ्लोट पनि उस्तै 0.23% ले नै घट्यो। भनेपछि गिरावट अलि फराकिलो नै थियो कि ठूला सक्रिय कम्पनीमा पनि दबाव थियो त? हो, त्यस्तै बुझ्न सकिन्छ। गिरावटको अङ्क ठूलो नभए पनि मुख्य इन्डेक्सहरू सबै रातो हुनुले बजारमा समग्रमा अलि बिक्री चाप वा खरिदमा उत्साह कम भएको देखायो। कारोबार रकम र कित्ताको हिसाबले चाहिँ कतिको एक्टिभ थियो बजार? कारोबार रकम आज 4 अर्ब 51 करोड भन्दा अलि माथि गयो। यो पछिल्ला दिनहरू जस्तै नै हो, खासै फरक छैन। ठिकै हो। जम्मा 86,47,000 किता जति शेयर किनबेच भएछन् 40,591 वटा ट्रान्ज्याक्सन मार्फत। आज 327 वटा कम्पनीको शेयरमा कारोबार भयो। यो आँकडाले बजारको एक्टिभिटी लेभल देखाउँछ। अनि मार्केट क्यापिटलाइजेसन नि? कुल बजार पुँजीकरण करिब 4,291 अर्ब रुपैयाँ पुगेको छ, हिजोभन्दा अलिकति कम। अनि फ्लोट मार्केट क्याप, मतलब कारोबार योग्य शेयरको मूल्य, त्यो चाहिँ 1453 अर्ब जति छ। ल, अब आज बजारमा कुन पक्ष हावी भयो त? किन्ने कि बेच्ने? कति कम्पनी बढे, कति घटे? आज अलि बिक्री गर्नेहरूकै पल्ला भारी देखियो। जम्मा 124 वटा कम्पनीको भाउ बढ्दा 182 वटाको घट्यो। ओहो, घट्ने धेरै रहेछन्। हो, 20 वटाको चाहिँ उही रह्यो। घट्ने कम्पनीको संख्या बढ्ने भन्दा झण्डै 1.5 गुणा बढी छ। यसले पनि बजारको सेन्टिमेन्ट अलिक कमजोर नै रहेको देखाउँछ। तर यस्तो हुँदाहुँदै पनि केही कम्पनीको मूल्य त गजबले बढेको कुरा गर्यौं नि हामीले सुरुमै। पोजिटिभ सर्किट लाग्ने कतिवटा थिए? हो, त्यही त हो नि आजको बजारको रमाइलो पक्ष। 6 वटा कम्पनीमा पोजिटिभ सर्किट लाग्यो। 6 वटा? पोजिटिभ सर्किट भनेको तिनको शेयर मूल्य एकै दिनमा 10% ले बढ्यो। यस्तो हुनेमा धरमखोला हाइड्रो DHEL, बुङ्गल हाइड्रो BUNGAL, सगर डिस्टिलरी SAGAR, माबेलुङ इनर्जी MABLUNG, सिटी होटल CITY अनि निम्ड डिभेन्चर 90 NIMB DNA 90 परे। अनि नेगेटिभ सर्किट नि 10% ले घट्ने कुनै कम्पनी? एउटा थियो उन्नति सहकारी लघुवित्त USLB। त्यसको शेयर मूल्यमा चाहिँ नेगेटिभ सर्किट लाग्यो, ठिक 10% ले घट्यो। आज सबैभन्दा धेरै गुमाउने त्यही बन्यो। एहो र? ल, समग्र बजार र केही कम्पनीको हेर्यो। अब सेक्टर वाइज हेरौँ न त। कुन सेक्टरले लगानीकर्तालाई खुसी बनायो आज? आजको हिरो त होटल तथा पर्यटन क्षेत्र नै भयो। यो सेक्टरको इन्डेक्स 1.64% ले बढ्यो। अरू सबैभन्दा निकै राम्रो। 1.64%? राम्रै हो त। हो, सायद टुरिज्म सिजनले गर्दा हो कि वा कम्पनीहरूप्रतिको आशा बढेर हो। व्यापार क्षेत्र पनि थोरै 0.55% ले हरियो भयो। तर धेरै जसो त रातोमै थियो होला हैन? सबैभन्दा बढी कुन घट्यो? हो, घट्नेको लिस्ट अलि लामै छ। सबैभन्दा धेरै दबावमा फाइनान्स सेक्टर देखियो।
त्यसको इन्डेक्स 0.75%ले तल झर्यो। ओहो त्यसपछि डेभलपमेन्ट ब्याङ्क 0.63% अनि ब्याङ्किङ 0.60% पनि राम्रै घटे। यी तीनवटा सेक्टरको नेप्सेमा वेट पनि राम्रै छ नि त, यिनीहरू घट्दा समग्र इन्डेक्सलाई तल तानेको प्रष्टै देखियो। सायद ब्याजदरको कुराले हो कि? हुन सक्छ। त्यो अनिश्चितताले गर्दा पनि यस्तो क्षेत्रमा प्रेसर परेको हुन सक्छ। अरू क्षेत्रहरू नि? निर्जीवन बीमा 0.41%ले घट्यो, लघु वित्तमा अलिकति 0.08%, जीवन बीमामा 0.26% अनि उत्पादनमूलक क्षेत्र 0.30%ले घटे। हाइड्रो पावर पनि थोरै 0.09%ले घट्यो। लगानी क्षेत्र 0.16%ले घट्यो। अरू क्षेत्र त लगभग उस्तै रहे। समग्रमा भन्दा होटल र व्यापार बाहेक धेरै जसो रातोमै बन्द भयो। यसले बजार अलि सावधानी अपनाएर चलेको देखाउँछ। ल, यो सेक्टरको विश्लेषणले पनि तस्बिर अलि प्रष्ट भयो। अब अलि स्पेसिफिक भएर आजका टप स्टकहरूतर्फ जाउँ। सबभन्दा धेरै कमाउने टप गेनर्स त सर्किट लागेकाहरू भइहाले। DHEL, BUNGL, SHER, माबेल, सिटी बाहेक अरू कोही थिए राम्रै कमाउनेमा? थिए नि। ती पाँचवटा बाहेक भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी BEDC को पनि 8.02%ले बढ्यो। यो पनि आजको टप गेनर्स मध्ये एक हो। यसको कुरा पछि ब्रोकर एनालाइसिसमा पनि आउँछ। BEDC 8% प्लस, राम्रो। अनि टप लुजर्समा त्यो नेगेटिभ सर्किटवाला USLB बाहेक अरू कुन परे? USLB -10% पछि रुरु जलविद्युत RURU को शेयर आज 8.45%ले घट्यो। यो पनि ठूलै गिरावट हो। 8.45 हो। अनि धौलागिरी लघुवित्त DLBS 5.66% र उपकार लघुवित्त ULBSL 5.63%ले घटेर टप लुजर्समा परे। यी दुई लघुवित्तमा पनि राम्रै बिक्री चाप देखियो आज। मूल्य परिवर्तनको कुरा भयो। अब कारोबारको भोल्युम हेरौँ। आज सबैभन्दा बढी रकमको कारोबार कुन शेयरमा भयो? आज टर्नओभरमा त NRN इन्फ्रास्ट्रक्चर NRNले उछिन्यो सबैलाई। यसको एकले 48 करोड 80 लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो। 48 करोड? त्यो त आजको कुल कारोबारको 10% भन्दा बढी भएन र? हो त, निकै नै उच्च कारोबार हो यो। गजब। NSEनमा यत्रो कारोबार हुनुको पछाडि केही खास छ कि? खै, त्यो त डेटाले मात्र भन्दैन। तर यति ठूलो कारोबारले पक्कै पनि ठूला लगानीकर्ता वा समूहको विशेष चासो रहेको सङ्केत गर्छ। दोस्रोमा युनियन हाइड्रो पावर UNHPL आयो। 25 करोड 70 लाख जतिको कारोबार भयो। UNHPL पनि? अनि त्यसपछि सिद्धार्थ ब्याङ्कको डिबेन्चर SBL D89 ले पनि 24 करोड 90 लाखको गर्यो। डिबेन्चरको लागि यो निकै नै धेरै हो। अनि राधीको 17 करोड 70 लाख र शिवम सिमेन्ट्सको 15 करोड 50 लाख रुपियाँको कारोबार भयो। रकमको हिसाबले त भयो। अब ट्रान्ज्याक्सनको नम्बर हेर्दा नि कुन शेयरमा सबभन्दा धेरै पटक किनबेच भयो? सबभन्दा धेरै पटक किनबेच भएको चाहिँ पिपल्स पावर लिमिटेड PPL रहेछ। यसको शेयर 1086 पटक कारोबार भयो। 1086 पटक? यसले के देखाउँछ भने यो शेयरमा साना ठूला धेरै लगानीकर्ता एक्टिभ रहेछन्। दोस्रोमा शिवम सिमेन्ट्स SHIVM 1029 पटक र तेस्रोमा हिमालयन रिइन्स्योरेन्स HRL 1027 पटक कारोबार भयो। अनि कित्ताको हिसाबले नि मतलब सबैभन्दा धेरैवटा शेयर चाहिँ कसको किनबेच भयो? कित्ता संख्यामा फेरि युनियन हाइड्रो पावर नै अगाडि आयो। यसको 4,93,000 भन्दा बढी कित्ता किनबेच भयो। शेयरको भाउ अलि कम भएर पनि होला धेरै कित्ता देखिएको। त्यो पनि हो। दोस्रोमा पिपल्स पावरको 2,87,000 कित्ता र तेस्रोमा सिनर्जी पावरको 2,62,000 कित्ता शेयर कारोबार भयो। ल, यी त भए बजारका बाहिरी तर महत्त्वपूर्ण तथ्याङ्कहरू। तर आजको बजारको भित्री कथा त सायद ब्रोकरहरूको खरिद बिक्री केलाउँदा अझ प्रष्ट हुन्छ होला। यो ब्रोकर होल्डिङ विश्लेषण भन्छौँ नि हामी, यसले खासमा के सङ्केत गर्छ अलिकति भनिदिनुहोस् न। यो एकदम महत्त्वपूर्ण कुरा हो। ब्रोकर होल्डिङ विश्लेषण खास गरी टप 3 ब्रोकर होल्डिङले के देखाउँछ भने कुनै दिन कुनै कम्पनीको शेयर जति किनबेच भयो नि त्यसमध्ये बिक्री नभई ब्रोकरको खातामा होल्ड भएर बसेको शेयरको कति % हिस्सा चाहिँ टप 3 खरिदकर्ता ब्रोकरले किने।
यदि यो पर्सेन्टेज असाध्यै धेरै छ, मानम 80-90% वा त्योभन्दा पनि बढी, भने यसले सामान्यतया दुईटा कुरा देखाउन सक्छ। एक, ती ब्रोकरहरूको त्यो शेयरप्रति एकदमै बलियो विश्वास छ, उनीहरू आक्रामक भएर किन्दैछन्। दुई, त्यो शेयरमा थोरै खेलाडीको ज्यादै बलियो पकड छ, जसले भविष्यमा मूल्यमा चलखेल वा तरलताको समस्या पनि ल्याउन सक्छ। भनेपछि यो त दुई धारे तरुवार जस्तै भयो, एकातिर विश्वास, अर्कोतिर जोखिम। हो, ठ्याक्कै त्यही हो। यसलाई पोजिटिभ वा नेगेटिभ भनेर कित्ता काटिहाल्नुभन्दा पनि बजारको एउटा महत्त्वपूर्ण ट्रेन्ड वा सूचकको रूपमा हेर्नुपर्छ। यसले हामीलाई ठूला खेलाडी कता केन्द्रित छन् भन्ने आइडिया दिन्छ। त्यसो भए आजको डेटामा यस्तो एकदमै हाई ब्रोकर होल्डिङ देखिएका केही प्रमुख उदाहरणहरू छन् त? छन् नि, केही त साँच्चै अचम्म लाग्दा छन्। सबैभन्दा पहिले त माबिलुङ एनर्जीलाई हेरौँ। यसको भाउ आज झन्डै 10%ले बढ्यो, सर्किट नै लाग्यो। हो। अनि यसको टप 3 ब्रोकर होल्डिङ कति थियो होला, गेस गर्नुस् त? 100%। 100%, 100%। मतलब आज ब्रोकरले किनेर होल्ड गरेका माबेलका सबै शेयर जम्मा 3वटा ब्रोकरले मात्रै किने, अरू कसैले होल्डै गरेनन्। यो त अति नै भयो। हो, यो एकदमै असाधारण अवस्था हो। यसले देखाउँछ कि ती 3 ब्रोकरले यो शेयरमाथि कति बलियो पकड बनाए आजको कारोबारमा। यस्तै अति उच्च होल्डिङ अरूमा पनि देखियो, जस्तै नेशनल माइक्रोफाइनान्समा टप 3 ब्रोकरको होल्डिङ 99.69% रह्यो। 99.69%। जसमा ब्रोकर नम्बर 81 प्रमुख देखिन्छ। ब्रोकर 81 नोट गरौँ। अरू? आत्मनिर्भर लघुवित्तमा 99.89% होल्डिङ, यहाँ ब्रोकर 39 हावी छ। सूर्योदय भूमि लघुवित्तमा 99.32% होल्डिङ, यहाँ फेरि ब्रोकर 81 नै प्रमुख देखियो। फेरि 81 हो। एसियन हाइड्रो पावरमा 97.35%, जसमा ब्रोकर 42 प्रमुख छ। नेरुडे मिरमिरेमा 97.53%, ब्रोकर 44 को बाहुल्यता। अनि सृजनशील लघुवित्तमा 97.39%, जसमा ब्रोकर 49 प्रमुख देखिन्छ। यो लिस्ट हेर्दा त लघुवित्त र हाइड्रोमा यस्तो केन्द्रित खरिद बढी देखिएको रहेछ त। ब्रोकर 81 त 2वटा लघुवित्तमा प्रमुख देखियो। यसले केही सङ्केत गर्छ कि? यो एउटा चाखलाग्दो कुरा हो। एउटै ब्रोकर एकै दिन 2 फरक कम्पनीमा यति ठूलो स्केलमा हावी हुनुले त्यो ब्रोकर हाउस वा उनीहरूसँग जोडिएका ठूला लगानीकर्ताको कुनै निश्चित सेक्टर वा कम्पनीप्रतिको रणनीति देखाउन सक्छ। तर यसैको आधारमा निष्कर्ष निकाल्नु अलि हतार हुन्छ, तर निहाल्नुपर्ने कुरा चाहिँ हो। हामीले अघि भूगोल इनर्जी BEODC को मूल्य 8% भन्दा बढीले बढेको कुरा गर्यौं नि, त्यसमा ब्रोकर होल्डिङ कस्तो थियो त? BEODC को पनि टप 3 ब्रोकर होल्डिङ 70.13% छ। यो पनि हाई नै हो। यसमा ब्रोकर 70, 64 र 62 प्रमुख देखिए। तर MABL वा NMFBS जस्तो 95-100% चाहिँ होइन। अलिक कम। अनि अर्को कुरा, BEDC को कारोबारमा आज जम्मा 64वटा ब्रोकर सामेल थिए। यसले के देखाउँछ भने केही प्रमुख ब्रोकर हावी भए पनि कारोबारमा विविधता अलि बढी थियो मेबालको तुलनामा। ब्रोकर होल्डिङसँगै हेरिने अर्को डेटा पब्लिक ट्रेड पर्सेन्टेज हो नि, यसले चाहिँ के नाप्छ? पब्लिक ट्रेड पर्सेन्टेजले चाहिँ ब्रोकरले होल्ड नगरी सर्वसाधारण लगानीकर्ताहरू बीच नै कति प्रतिशत शेयर किनबेच भयो भन्ने देखाउँछ। मतलब एक सर्वसाधारणले बेचेको, अर्कोले किनेको। यदि ब्रोकर होल्डिङ एकदमै हाई छ भने स्वाभाविक रूपमा पब्लिक ट्रेड पर्सेन्टेज एकदमै कम हुन्छ। यसले बजारमा त्यो शेयरको फ्री फ्लोट कति कम छ भन्ने सङ्केत गर्छ। मतलब सजिलै किनबेच गर्न मिल्ने शेयर कति थोरै छ। आज त्यस्ता एकदमै कम पब्लिक ट्रेड भएका उदाहरणहरू छन्? छन् नि। ती हामीले भर्खरै कुरा गरेका हाई ब्रोकर होल्डिङवाला कम्पनी नै हुन्। जस्तै पिपल्स हाइड्रो पावर PHCL को पब्लिक ट्रेड आज जम्मा 0.86% मात्रै भयो। जम्मा 0.86%? हो। नेशनल लघुवित्तको 0.53%, सूर्योदय भूमि र आत्मनिर्भर लघुवित्त दुवैको त झन् 0.39% मात्रै। 0.39%? यसको मतलब 100 किता कारोबार हुँदा 1 किता पनि पब्लिक बीच लेनदेन भएन, बाँकी सबै ब्रोकरले होल्ड गरे। हो, लगभग त्यस्तै देखियो ती कम्पनीहरूमा आज। यो अवस्थाले ती शेयरहरूको तरलता मतलब लिक्विडिटी कति कम छ भन्ने प्रश्न पार्छ।
किन्न खोज्नेले सजिनै नपाउने, बेच्न खोज्नेले पनि चाहेको भावमा तुरुन्तै बेच्न गाह्रो हुने अवस्था आउन सक्छ। तर यो उच्च ब्रोकर होल्डिङ र यति कम पब्लिक ट्रेडले बजारमा चलखेलको सम्भावना बढाउँदैन र? थोरै किता यताउता हुँदा पनि भावमा ठूलो असर पर्ने देखियो त? तपाईले एकदमै सही ठाउँमा प्रश्न उठाउनु पर्यो। हो, यसले त्यो जोखिम अवश्य बढाउँछ। जब धेरैजसो शेयर सीमित ब्रोकर वा लगानीकर्ताको हातमा हुन्छ र बजारमा फ्लोट एकदमै कम हुन्छ, तब थोरै किताको माग वा आपूर्तिले पनि मूल्यमा अस्वाभाविक उतार-चढाव ल्याउन सक्छ। यसलाई कर्नरिङको प्रयास हो कि वा मूल्यलाई कृत्रिम रूपमा तलमाथि पार्ने रणनीति हो कि भनेर शङ्का गर्ने ठाउँ रहन्छ। यद्यपि सधैँ त्यही नै हुन्छ भन्ने छैन। कहिलेकाहीँ कम्पनीको भविष्य राम्रो देखेर दीर्घकालीन लगानीको लागि ठूला खेलाडीले शेयर जम्मा गरेको पनि हुन सक्छ, तर जोखिमको पाटोलाई चाहिँ नजरअन्दाज गर्न मिल्दैन। यो त निकै गम्भीर कुरा रहेछ। अब यी सबै टुक्राहरूलाई जोडेर हेर्दा आजको बजारको समग्र कथा के बन्यो त? त्यसको संश्लेषण गरौँ न। एकातिर नेप्से घट्यो, ब्याङ्किङ फाइनान्स जस्ता ठूला सेक्टर तल लागे, अर्कोतिर होटेल चम्क्यो, केही हाइड्रो र लघुवित्तका शेयर सर्किट लेभलमा बढे, अनि तिनै शेयरमा ब्रोकरहरूको त्यो डरलाग्दो केन्द्रीकरण देखियो। यसले समग्रमा कस्तो चित्र दिन्छ? आजको बजारले एउटा दुई खालको गति भएको कथा भनेको छ। एकातिर समग्र इन्डेक्स घट्नु र मुख्य सेक्टरहरू ब्याङ्किङ, वित्त, विकास ब्याङ्क कमजोर हुनुले बजारमा अझै पनि पुरै कन्फिडेन्स नआएको र लगानीकर्ताहरू अलि पर्खर हेरको अवस्थामा रहेको सङ्केत गर्छ। समग्र बजारको मूड पुरै उत्साही छैन। तर त्यो सावधानीको बीचमा पनि केही पकेटहरूमा भने अचाक्ली आशावाद वा आक्रामकता देखियो। हो, त्यही नै विरोधाभासपूर्ण र चाखलाग्दो कुरा हो। होटेल सेक्टरको वृद्धिले एउटा फरक कथा भन्छ। अनि सबभन्दा महत्त्वपूर्ण, केही खास कम्पनीहरू विशेष गरी लघुवित्त र हाइड्रो पावरका जस्तै म्याबेल, ढेल, एनएमएस-बीएस, एनएलबी, एसडब्ल्युएमएफ, बीईडीसी आदिमा देखिएको मूल्य वृद्धि र त्यससँगै जोडिएको त्यो असाधारण ब्रोकर केन्द्रीकरणले बजारमा सेलेक्टिभ बाइङ मतलब छानी किन्ने ट्रेन्ड निकै बलियो रहेको देखाउँछ। यो सिलेक्टिभ बाइङको मतलब के हो त? के लगानीकर्ताहरू, खास गरी ठूला खेलाडी र ब्रोकरहरू बजारको समग्र दिशाको वास्तै नगरी केही कम्पनीको भविष्यप्रति यति धेरै विश्वस्त छन् कि उनीहरू जस्तो भावमा पनि शेयर थुपार्न तयार छन्? मोटामोटी त्यस्तै देखिन्छ। उनीहरूले सायद ती कम्पनीहरूमा कुनै विशेष अवसर देखेका छन्। त्यो अवसर राम्रो वित्तीय रिपोर्ट आउने होला कि कुनै नीतिगत परिवर्तनको आशा होला, मर्जर एक्विजिसनको हल्ला होला वा अरू कुनै भित्री जानकारी पनि हुन सक्छ। कारण जे भए पनि समग्र बजार घट्दा पनि यिनीहरूमा यति ठूलो लगानी खन्याउनुले उनीहरूको बलियो कन्भिक्सन मतलब विश्वासलाई देखाउँछ। तर यसले साना वा औसत लगानीकर्ताका लागि के अर्थ राख्छ? के यो उनीहरूका लागि पनि अवसर हो वा खतराको घण्टी? यसमा दुवै पक्ष छन्। एकातिर ठूला खेलाडीले विश्वास देखाएको शेयरमा केही त होला नि भन्ने लाग्न सक्छ, तर अर्कोतिर हामीले अघि भने जस्तै यस्तो अति केन्द्रीकृत होल्डिङ र कम लिक्विडिटीले गर्दा ती शेयरमा छिर्न वा निस्कन्न निकै गाह्रो हुन सक्छ। हो त। मूल्यमा अस्वाभाविक उतार चढावको जोखिम एकदमै धेरै हुन्छ। साना लगानीकर्ता यस्तोमा फस्ने सम्भावना पनि हुन्छ। त्यसैले यस्ता शेयरमा लगानी गर्दा एकदमै होशियार हुनुपर्छ र आफ्नो जोखिम लिन सक्ने क्षमता कति छ त्यो राम्ररी हेर्नुपर्छ। ब्रोकरको पछि लाग्नु मात्रै सधैँ बुद्धिमानी नहुन सक्छ। निकै महत्त्वपूर्ण कुरा। ल त आजको यो गहिरो विश्लेषणलाई अब बिट मारौँ। आजका मुख्य निष्कर्षहरू के रहे त छोटकरीमा? यो अङ्कले घट्यो, जसमा ब्याङ्किङ, वित्त जस्ता सेक्टरको मुख्य भूमिका रह्यो, तर होटल तथा पर्यटन सेक्टर राम्रैसँग बढ्यो भने केही हाइड्रो पावर र लघुवित्त कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो। अनि सबैभन्दा मुख्य कुरा सबैभन्दा ध्यानाकर्षण गर्ने पक्ष चाहिँ केही निश्चित कम्पनीहरूमा, खास गरी लघुवित्त र हाइड्रो पावरमा टप 3 ब्रोकरहरूको 90% देखि 100% सम्मको असाधारण होल्डिङ, अनि त्यसैसँग जोडिएर आएको एकदमै कम 1% भन्दा पनि कम पब्लिक ट्रेड पर्सेन्टेज।
र यी ट्रेन्डहरू बुझ्नु हाम्रा श्रोताहरूका लागि किन महत्त्वपूर्ण छ? यी ट्रेन्डहरूले बजारको अहिलेको भावना कस्तो छ, लगानीकर्ताको ध्यान कता छ, कुन सेक्टर वा शेयरमा बढी गतिविधि वा सम्भावित जोखिम छ भन्ने बुझ्न मद्दत गर्छ। ठूला लगानीकर्ता मानिने ब्रोकरहरूको रणनीति कस्तो छ भन्ने संकेत पनि यसले दिन्छ। यो जानकारीले लगानीको निर्णय लिँदा सोच्नुपर्ने कुराहरू थप्छ, तर यो कुनै किन्ने बेच्ने सल्लाह चाहिँ होइन है। पक्कै पनि। अन्तमा एउटा यस्तो प्रश्न छोडेर जाउँ जसले श्रोतालाई आजको विश्लेषणमा अझ गहिरिएर सोच्न लगाओस्। अवश्य। आज हामीले जे देख्यौं नि, केही थोरै शेयरमा सीमित ब्रोकरहरूको यस्तो डरलाग्दो लगानी केन्द्रीकरण हुनु, अनि ती शेयरको बजारमा सहजै किनबेच हुने हिस्सा लगभग शून्यमा पुग्नु, यसले निकट भविष्यमा ती शेयरहरूको मूल्य स्थिरता, पहुँच र समग्र बजारको स्वास्थ्यमा कस्तो असर पार्ला? के यस्तो ट्रेन्डले अन्ततः बजारमा अस्वस्थ प्रतिस्पर्धा वा प्रणालीगत जोखिम नै निम्त्याउन सक्छ कि? यो तथ्याङ्कमा आधारित भएर सोच्नुपर्ने गम्भीर प्रश्न हो।